सो व्हाट्सअप गाइज, मेरो नाम अजय अनि हजुरहरू फेरि देख्न सक्नुहुन्छ अजय भ्लग। र आज हामी चाहिँ यसो डुल्लै केयर्नी भइरहेको छ। गाउँमा बसेको एक्लै झ्याउ मात्र लगाइरहेको छ। अनि एकछिन खेलेको यहाँ कपडाको हालत हेर्न सक्नुहुन्छ होला, पुरै फोरो भइसक्यो खेल्दै। अनि अहिले चाहिँ यसो कुखुरा कि त चरा अझै भेटिन्छ जङ्गलमा, त्यही मारौँ भनेर आएको। अहिले चाहिँ हामी आफ्नो यो खेत हेर्न सक्नुहुन्छ, यो मेरै हो होइन। अहिले हामी खेतको साइडमा आइसकेका छौँ र हामी अहिले चरा मार्न कि त कुखुरा भनौँ, कुखुरा मार्न अहिले उतापट्टि जाने हो, उता भित्रपट्टि जङ्गलतिर। अनि अहिले चाहिँ यहाँ आयौँ, अझै एउटा भाइले कुर्दैछौँ, भाइ आउने रे, त्यसै बल्ल जाने हामी। अनि त्यहाँबाट हेर्न सक्नुहुन्छ हाम्रो हेन्सी दाई, हेन्सी केटा म भन्ने हो, यिनी नै हुने यिनी नै। अनि अहिले चाहिँ ल त्यहीँ गएर भेटौँ ल हजुरलाई। अहिले सिधै अहिले हेर्न सक्नुहुन्छ गाई झन् हामी आइया चरा मार्दै जङ्गल हिँडेको। केटाहरू उता हिँड्दैछन्, उता सफल नै निक्लिदियो, उताबाट हेर्नु निक्लियो होला, ऊ निक्लियो। उयो नि भ्लग गराउँदै मैले नि भ्लग गराएको दाइहरूले चरा हान्दै नि दाइ र भाइहरूले। अनि अहिले यो चाहिँ हेर्न सक्नुहुन्छ, यो नि मेरै खेत हो। सक भन्नुलाई जङ्गलको बिचमा आएर के भएन त्यतिले त के भएन, खेत त खेतै हो नि, जङ्गलको बिचमा बस्यो बाहिर बस खाने भनेको त्यही अनाजै जसरी भयो नि। अनि अहिले चाहिँ हामी हिँड्दैछौँ जङ्गलमा, हिँड्न नि गाह्रो छ गाइज यार। हेर्नु कति पुरै मुखमा माकुराको जाली त कहिले के लगाइरह। अहिले जाँदैछौँ, भर्खरबाट हेरेको हानेको लाएन त्यसलाई, लाएको भए देखाउँथेँ हजुरहरूलाई। अनि लाएन, त्यही भएर यत्तिकै हिँड्यौँ। अहिले अगाडि हिँड्यौँ के अरे चारजना उताबाट हिँड्दैछन्। अगाडिपट्टि हाम्रो जाल्नी गरामा हामीले उस कुखुरा फसाउनुलाई, जङ्गली कुखुरा हेरमै त्यहाँ के कसो छ भनेर। अनि हजुरलाई पनि देखाउँछौँ हामीले। यता जानु त यो खोलाको हालत पुरै प्यालै पानी आइरहेको फोहोर भएर खोला नि त्यहाँ हालै खोला। अहिले त हिँड्दैछौँ हामी अगाडि यताहरू खने जङ्गलको बाटो हो यतापट्टि। अहिले हामी चाहिँ यता छौँ अघि उता देखाएँ होइन कि मैले, यतै छ। अनि अझै चरा मार्दै हिँड्दैछौँ हामी। अनि जाने अब उतापट्टि पनि मार्नलाई, हजुरलाई पछिको के छ कसो सब बताउँदै गरौँ ल है। ल गाइज यता आइसक्यौँ हामी। अनि हामीले यता धेरै पासहरू लाग्यो कुखुरा उस गर्नलाई, मार्नलाई। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पास छ होइन। अहिले एउटा चाहिँ यस्तो नर्मल छ, खाल्टो जस्तै छ। यहाँ कुखुरा पऱ्यो भने भित्र गयो भने बाहिर निक्लिनु मिल्दैन। अनि यहाँ नि एउटा यो हजुरले पातिलो रस्सी देख्न सक्नुहुन्छ होला नि, हो यहाँ कसैले नि टेक्यो भने नि होइन, हेर्नुहुन्छ नि फिल्ममा खुट्टा अल्झेर उल्टा लड्किन्छ मान्छे, क्यामेरा त्यस्तै के भन्नु ल। अनि मैले ट्राई गर्नुपर्छ नगर हात जाला हुन्छ, जान्न। अनि अगाडि पनि छ त्यस्तै जालहरू लगाइयो हामीले। अब जाँदैछौँ यता अगाडिपट्टि नि हजुरलाई अगाडिपट्टि पनि देखाउँछु। जङ्गल हिँड्यौँ। यी रोहित भाइ हाई घर साले यसो लजाली छ है गाइज, त्यो त्यति माइन्ड नगर्नु है, लजाली हो त्यो हल्का लजाउँछ नि त। अब बोल्ने बानी छैन यस्तो गर्ने भिडियोहरूमा, त्यही भएर मान्छे लजाउँछन् कि छिटो। अनि हिँड्ने अगाडि यहाँ पनि हेर्न सक्नुहुन्छ हाम्रो पासै यहाँ थियौँ। यहाँ नि यस्तो छ, यहाँ भनौँ कसैले टेक्यो भने नि होइन, अनि खुट्टा अड्किन्छ कि गाई। यो सानो हो कि कुखुरा फसाउने नि त हामीले, मेरो सानो हो अनि यो सानो हो क्या, खुट्टा जान्न। ट्राई गर्छस् हेर्ने गाई हजुर छोड्नु पर्दैन न त देखाइन्थ्यो हजुरलाई, उसले पर्दैन भन्दैछ छोडिदिउँ। यतापट्टि पनि छ, यता पनि देखाउँछु हजुरलाई मैले। यता अगाडि नि छ मेरो, यहाँ हो कि अगाडि थियो कि हजुर पनि अगाडि नै हो क्या। म यता आएको छु, यता रहन्छ। अनि अहिले आइसकेर हामी रन्दाले हेर्नु न चरा मार्न यति उत्सुकता छ कि उता गहन। अहिले त हिँड्यौँ हामी आरामले। चरा मार्न कुरा चरा देख्दैनौँ गाई चाहिँ के भन्ने अब हजुरलाई, काँड देखाउने काँड मार्ने भन्ने भइसक्यो। एउटा चरा भेटिन्न यार। उसलाई हेर्नु, उसले हाम्रो जेन्जीलाई हाई गर्छन् जी।
लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अहिलेसम्म हेर्नुभएछ भने या सेयर गर्न चाहिँ नभुल्नु होला द्याट्स अ मेन थिङ विच आई क्यान से बट माई बडी क्यान सो प्लिज सबैले गरिदिनु होला है ल अहिले चाहिँ खेत हिँड्दा के अरे हेर्नु सक्नुहुन्छ खेतको बाटो अनि अहिले हल्का गाउँको साइडमा यता पुरै जङ्गल छ सासरीबाट हिँडेको अहिले अगाडि गएर भित्र पस्ने होला जङ्गलको अनि त्यहाँ आएर हजुर देखाइन्छ ल त नि अहिले गाइज हामी यता पुलतिर आइसक्यौँ होइन हो ऊ त गाउँ हेर्न सक्नुहुन्छ नि हाम्रो यताबाट पसेको यता गर्दै यहाँ निक्लियौँ अब यताबाट पस्ने हो अनि अगाडि गरेर निक्लिन्छौँ होला हामी अहिले चाहिँ यहाँ आइसकेको हामी पुलमा आइयो चरा मार्दा यहाँ हाम्रो पुल यो घुडालाको यता चाहिँ बन्दै भन्छन् हामीलाई होइन हामीलाई भन्नाले हाम्रो यो गाउँको उसलाई के बन्दै भन्छन् मान्छेहरू धेरै आउँछन् यता उस गर्न अहिले यता आउँथ्यौँ जुट्टी दुईजना लडाइँ गर्दै बस्छन् हान एकजनाले मार 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 गाई जानु त्यस्तो हेर्नुहुन्न छोडिदिनु हामी चाहिँ यता आइसक्यौँ मात्रै अझ जानु लाग्यो उता पस्न लाग्यो हामी उता पसेर अनि उता निक्लिन्छौँ हेरौँ कतिवटा मार्न सकिन्छ हामीले कतिवटा हेरौँ अनि गाई ल के भएन अब उता गएपछि हेरौँ माऱ्यो भने ठिकै छ हेर्नु पार्टी भइहाल्यो अनि केही भन्छ त्यसले पार्टी भइहाल्यो अब मारिएन भने चाहिँ त्यस्तै हो अनि केटाहरू जङ्गलमा पसिसक्यो म नि पस्न लाग्यो अब हजुरलाई सिधै एउटा चरा मारेर भेट्छु कि अब त्यत्तिकै भेट्छु तर भेटौँ ला अब त्यसै नि ल गाइज सो गाइज हेर्नु सक्नुहुन्छ अहिले हामी कहाँ आइयो कहाँबाट स्टार्ट गरेको थियौँ कता डुल्दै कहाँ आइयो ऊ त्यो चाहिँ पुल हो अघि मैले त्यहाँ हेरेर हजुरलाई देखाएको थिएँ अनि अहिले यता आइयो जाँदै हामी यहाँ नै अगाडिपट्टि कति अगाडिसम्म गइन्छ त्यसै गरी बढ्दै पुग्ने होला जङ्गलैहरू क्या मजाक गरेको गाई त्यो टाढो त नगइला अब जाँदै हम इगोमा आइसक्यो गाई इगोमा एउटा चरा नमार नछोड्ने जस्तो भइसक्यो यसलाई हेर्न सक्नुहुन्छ भ्लग गराम भनेको चाहिँ चार्ज छैन गाई अहिले गराउँछु रे चिकित्सै अवस्था छ म त यहाँबाट तल जाने फेरि अब हेर्नु जङ्गल पस्नुपर्छ जङ्गल पसो जङ्गल बात चली है कैसे तुम्हें बताएं हौ अहिले चाहिँ हेर्न सक्नुहुन्छ कता आइयो यहाँ हेर्नु गाइज भुट अड्डा हो क्या बाँस घरी छ ठुलो अनि माथि जाँदै हामी यहाँबाट के हो सर्प बस्छ क्या पछाडि छ त्यहाँ सर्प के थाहा हाउ टु कट आई डोन्ट नो हाउ टु कट हो क्या अनि अहिले हिँड्दै अगाडि जङ्गल बाँस घारी भित्र कता पुगेन केटाहरूले नि यार एउटा चरा ठुलो भेट्टे यहीँ पोलेर त्यसले चिकन बिरयानी बनाइन्थ्यो भने ठाउँको ठाउँ अरे झोलै हालिदिन्थ्यो पुरै भरेको यिनीहरूलाई झोल दिन्थेँ यिनीहरूलाई यो बच्चासीलाई अनि मैले चाहिँ मासी तर्काउँथ्यो क्या ए एउटा खाना पाए भयो मुखमा स्वाद पुगाउनु पाए भयो क्या एउटा नि भेट्टेन यार अहिलेसम्म नपाए के भन्छ नि अझैले विशाललाई गालेर जाला नि लिएर गएको गाई पैसा नै सही छ कता दौडा हो क्या अहिले यता निक्लिसक्यौँ हामी अरे आइयो अब हजुरलाई अगाडिको सिन अझै देखाइदिउँ है जङ्गल भात चलियो भात सो गाइज अहिले हामी कता डुल्दै हामी आउँदाखेरि त उता पारीको बाटो आइएको थियो अनि अगाडिदेखि सर्दा उताबाट पारी गर्दै यो अघिल्लो पारी आइयो यता अनि केटाहरू त्यहाँ अझै कुखुरा हेरेर रहेछन् क्या त्यहीहरू भित्र पसेन यो जङ्गलभित्र हामीलाई चाहिँ जान झौला आयो न हातमा गुदेली छ न केही गुदेली भने त बुझ्नुहुन्छ होला नि सिलिङ सर्ट के न सिलिङ सर्ट छ न केही अनि त्यही भएर यहीँ बस्यौँ हामी अहिले निक्लिन्छन् मारेछन् भने ठिकै छ मार्नेछन् नचन् भने ठिकै छ के नै छ र हामीलाई त अनि यति बसेको यसलाई हेर्न सक्नुहुन्छ बस्या बाबु हग्न इट्स नट अ फनी जोक गाइज होइन यति बसेको अनि अहिले तिनीहरू भित्रपट्टिको छन् हेरौँ के गर्दो रहेछन् तिनीहरूले अनि यसलाई हेर्ने होइन अहिले हेर्छन् त हामी यहाँ यो पुलमा चाहिँ फेरि फर्केर उताको बाटो अनि अहिले जाँदै अगाडिपट्टि अघि हामी आएको ठाउँमा अनि
उता हेर्नु केटाहरू उताबाट आउँदैछन् हजुर देखाउँछु अहिले हामी चाहिँ यताबाट निक्ल्यौँ पानी तर्न झ्याउला छ हेर्न त्यस्तो पानी त्यहाँ चिसो न चिसो डर लाग्छ अनि यता निक्ल्यौँ हामी उता हेर्नु केटाहरूले हाम्रो आउँदैछन् अझै त्यहाँ पनि बसेर चरा खोज्दैछन् क्या हो यताबाट आउँदैछन् हामी चाहिँ तल झर्दै हामी फुलतिर यता पारिबाट आएको नि त हामी अनि यसो हिँड्नु अगाडिपट्टि गइरहौँ अब अरू जाने हो कतापट्टि गएर भेटिन्छ भन सो गाइस अहिले चाहिँ हामी घर आइसकेको छौँ कति अगाडि चाहिँ अहिले चाहिँ हामी घर आइसकेको छौँ भन अनि यता अहिले यतिकै बसेको के गर्ने एउटा चरा पाइन्छ नि एउटा चरा भन्छ नि त चरै भेटिएन एउटा नि अनि यत्तिकै बसेँ मैले यहाँ अनि अब यति नै यो डुलिन्छ डुल्यो के अरे भोलिदेखि मेरो इक्जाम हो गाइस पढेकै होइन भोलि इङ्ग्लिसको के अरे अब मिलाउला नि इङ्ग्लिसको त मिलाउला नि सकेसम्म जति सक्छ गरेर अनि अहिले चाहिँ अब यहीँ बस्यौँ के अरे हजुरलाई अब भेटौँला नि अर्को ब्लगमा ल